ए जेठान साहब के हुँदैछ यहाँ? बुढाले के गर्दैछ त्यहाँ? के अन्डा चुर के होइन कि क्रियाकलाप हुँदैछ? अब हामी कता हो? हामी अब सिधै ओभर मार्केट। हेर्नु न सास मेरो फेराइ दाइ म दौडी योगा गर्छ होइन वेलकम टु भिरिन्डा महल दाइ। यता चाहिँ भिरिन्डा महल अरे। नेपालको हाट बजार जस्तै यहाँको फेमस हाट बजार के चाहिँ पाइन्छ यहाँ चाहिँ? होइन भाइ? हो दाइ कस्तो लाग्यो त दाइ ओभर पार्क? ओभर पार्क एकदम राम्रो लाग्यो। ओभर पार्क जस्तै लाग्यो। इन्टरभ्यू लिने भाइहरू इन्टरभ्यू दिने भाइ स्पिड र स्पिड कता जानु पर्यो दाइ अब? हामी नेभिगेटर त कहाँ देखाइरहेको छ यार? भाइ आउँदा आयो एकदमै भिडभाड झाउझाउ झुझुको बाटो नहिँड्ने भनेर कुना काप्छ छिरेको यहाँ पहिले दुईवटा बाटो देखाइदिएर तनाव भन्नु देखायो दाइ देखायो। के दादा ए दाइ त्यो धान रोप्न जाने हो र आयो बाटो सिधै होइन? होइन सिधै जाँदा त्यस्तो कहाँ यो कुकुरको बाटो जान्छ थोरै घुमाउनु छ कि लास्टै भयो दाइ यार यत्रो 2 किलोको जुत्ता लाएर नि पनि हिँड्छ यस यत्तिकै दाइ क्याम्पमा छिराउँ त अब हामीलाई खोइ त के वास्तै गरेन उसकै फोनबाट हिँड्नु नि दादा आउनु यसो चिसो खानु चिसो तातो त्यसो सोधेन त्यसो कामदारहरू पनि कस्तो खालका कम्तीमा यसो हुन्छ नि त ल है साउको साथीहरू हुन् भनेर छैन एउटा यसो रेस्पोन्सेस पनि छैन आमाले डाका पखायो त तिमीलाई के भन्न लाग्यो तपाईँले मुतायो भनेर अनि हजुरको मुताइ फेरि कडा छ किन भन्छ ट्रेन छुट्यो झन्डै ट्रेन छुट्यो होइन न त रोपनी खासै राम्रो लागेन बडा मुस्किलले बाटो काट्यो ताल पर्यो हाम्रो अहिले यस्तो छ ताल के राम्रो भन्छ। हामी कता हो? हामी अब सिधै ओभर मार्केट सिधै दुईवटा बस चेन्ज गर्नुपर्छ है बस चलिहाल्छ तर यो अस्ति नै गएको चाहिँ उतातिर गर्थ्यो हामी होइन यही साइडमा आएको थियो। अब चाहिँ दादाको यो मेट्रो स्टेसनमा के अरे बस कुर्दै 636 कुर्दै सुँगाउँदैछ त्यहाँ ए सुँग्यो कन्टिन्यू भएर जान्छ क्या ऊ मान्छे ए भइसक्यो 90 मिनट भएको छैन नि त हाम्रो त्यसैलाई चाहिँ ऊ भएर जान्छ ए यो कार्ड ठिक रहेछ त म त कार्ड ठिक लाग्यो अहिले त कार्ड सिस्टम ठिक लाग्यो त तिमीले राख नि त भइगयो त नि दाइ र म चाहिँ भर्खरै मेट्रो स्टेसनबाट झरेर मेट्रो स्टेसन होइन बस स्टेसनबाट झरेर होइन हामी चाहिँ अब चाहिँ ओभर मार्केटतिर जाँदैछौँ। दाइको चाहिँ ओभर मार्केट चाहिँ फर्स्ट टाइम भयो मेरो लागि चाहिँ पानी परे जस्तो हो होइन त्यही हो दाइ बेसिक रुल्स त मैले तपाईँलाई अघि भनिसकेँ ओभर मार्केटमा ओभर चाहिँ हुनु एकदमै लिमिटमा एकदम आफूलाई एकदम म कन्ट्रोल भनेर भइरहेको छु त्यस यहाँको मौसम चाहिँ पुरा एकदम ग्रिनरी छ यार मामपाका जुन लाग्यो है होइन आज कति तारिक भयो मार्चको आज 17 तारिक ए है सरी मार्च हो मेको 17 तारिक भइसक्यो तर यस्तो चाहिँ हालत यस्तो मोटो मोटो ज्याकेट लाएर हिँड्नु परेको छ ए दाइ दादा रे दादा होइन क्लाइमेटको त कुरै नगरौँ के दाइ मलाई त अहिले त फ्रस्ट्रेसन भयो मलाई त भ्लग पनि बनाउन मन लागेन त किन यस्तो क्लाइमेट सम्झेर होइन हाम्रो म चाहिँ स्पेसल धरानबाट हो धरान हुने साथीहरू चाहिँ एकदम यो देखेर कास हामी पनि त्यहाँ गयो भन्दै होला म पनि यही भन्छु यति गर्मी हुन्छ साला गर्मीले तालुको पसिना त कता कता हुँदै सिधै पैता रामै हुन्छ फेरि अनि गर्मी छल्नलाई हामी सिधै भेटार कुद्नुपर्छ बाइक लिएर त्यो त छैन मेरो आनन्दै चाहिँ पाइरहेको यो अब समर लाग्यो भनेर मैले दाइ यो ज्याकेट
डाउन ज्याकेट प्याक गरेर हालेको फेरि निकालेर लाउनु पर्यो यस्तो छ बाटो हो यस्तै गाडी आउँछ कि यस्तो यस्तो गाडीमा जाने चाहिँ तर अहिले चाहिँ ट्याक्क दाइभाइको सल्लाहमा एकछिन चाहिँ गरियो साइज पनि हुन्छ अलमोस्ट बल्ल 1 किलोमिटर जति रहेछ यहाँबाट डिस्टेन्स चाहिँ यहाँको सबैभन्दा मलाई राम्रो लागेको फोक्सनली बाटो हिँड्नलाई चाहिँ चौडा चाहिँ हिँड्ने बाटो पनि है हरियाली छ फ्रेस त्यस्तो हुँदैन तर म सहरमा हिँडिरहेको छु भन्ने फिलै छैन क्या एकदम दाइ एकदम मलाई फेरि एकदमै के यो नेक्स्ट लेभलको एनर्जी आउँछ क्या यहाँको अक्सिडेसन लेभल एकदम हाई छ हेर्नु न सास मेरो फेराइ दाइ म दौडिम योगा गर्छु होइन पानी छ बाटोमा यहाँ तपाईँकोतिर किम्बु भन्दो रहेछ यसलाई हाम्रो किम्बु भन्छ हाम्रोतिर चाहिँ काफल भन्छ काफल अर्कै हुन्छ भाइ काफल पनि हुन्छ बङ हाडे काफललाई चाहिँ वन काफल भन्छ यसलाई चाहिँ काफल भन्छ हो तर पातै अलग छ हो दाइ युरोपको भएर हो होइन यस्तै हुन्छ नि उहाँको पनि हो र त्यस्तै हो किम्बुको पत्ता यस्तै हुन्छ काफलको यहाँ त्यस्तो भनेको त यो त यत्रो बोटै रहेछ यत्रो भयो त दाइ पिपलको बोट त रुखै छ भएन दाइ यो त झ्याली भयो धेरै ठुलो भयो त दाइ यत्रो बोट कसरी नै हुन्छ धरानको मेयर त रमनिया बसेर गर्थ्यो कि अब त बाटो बाटो फलफुल गर्छु भन्थ्यो हो भने त्यही त हाम्रो मेरो सबको यो भिजन चाहिँ दूरगामी रहेछ भन्ने कुरो अहिले म बुझ्दैछु क्या यहाँ है हेर्छु कि मेयर साहबको कुराहरू जस्तो डस्टबिनको कुराहरू जस्तो यहाँ छ नि डस्टबिन राखेका छन् यही तरिकाको उहाँ पनि कति त्यही हो नि त ठिक नगरौँ टक्कटीको डस्टबिन राखौँ अनि बाटोमा चाहिँ तपाईँको खोर्सानी रोपिदिएको छ यस्तै फलफुल रुपियाँ छ भोट चरा चुरुङ्गीले खाउँ नअरे होइन गरिब दुःखीले टिपेर खाउँ नअरे बुढोको कन्सेप्ट चाहिँ जत्र गाडीको लेन छ झन्डै धेरै छ फुटपाथ छ फुटपाथलाई नि यत्रो एरिया छुट्टाएकै हो है खासमा यस्तै हुन्छ नि त बालेनले लिएको भिजन यही हो नि त उहाँ फुटपाथ बनाउनु खोज्दाखेरि रिङ रोड बनाएर लफडा बनेर लास्टमा होइन गरेको तर हुनुपर्ने यही नै हो कि रहेछ नि त भिजन भएको मान्छे रहेछन् नि त त्यहाँ पनि बालेन हर्क भन्ने मान्छेहरू त अब सही झोला अब अलिकति नपच्याएर छ भन्छ फ्लावर सब चाहिँ जहीँ हुने है यो ठाउँमा भाइ हामी ओभर एरिया मार्केट एन्ट्री भयो नि ए अब चाहिँ एन्ट्री भयो नि एन्ट्री भयो त्यो चाहिँ त्यस भेरिन्डा महल भन्छ कि त्यसलाई चाहिँ के महल चाहिँ भेरिन्डा महल अनि पुरै ओभर एरिया हो कि यो चाहिँ पुरा मान्छेको तातो छ है यहाँतिर वेलकम टु भेरिन्डा महल दाइ यता चाहिँ भेरिन्डा महल अरे म त पहिलोचोटि आएकै यो हो भेरिन्डा महल भाइ त आइरहन्छ हप्तामा एकचोटि त भाइको त केही होइन भाइले कम्पनीमा खाएर गर्नु चाहिँ उबरको यहाँ पब्लिक टोइलेट हाल्यो क्या भाइको त्यो भएर पानी परेर फेरि यहाँबाट चाहिँ सामुनेर जाने होस्टेलमा नाचा यहाँ चाहिँ आएर फेरि गर्नु अहिलेको यो नेपालको हाट बजार है नेपालको हाट बजार जस्तै यहाँको फेमस हाट बजार के चाहिँ पाइन्छ यहाँ चाहिँ होइन भाइ हो दाइ काजुहरू हेर्नु त ऊ 35 लिमा अहिले लिन लानु भयो क्या होइन नि हेरेको त्यो छ सब्जी मन्डी भन्दा टोटल्ली अझै पानी परेको भएर यसरी पाएको रहेछ ढाकेको रहेछ यो टेन्ट अझै उतान छ कि उता पनि हो पुरै तर पहिला हामी त पैसा चाहन्छौँ है जहाँ पहिला फर्स्ट टार्गेट चाहिँ हाम्रो क्लियर गरौँ भाइले राम्रै गाइड गरेर राख्नु भाइले त खतरा राम्रो होइन एकदमै उत्तम अब चाहिँ हामी बाइक मासु बजार यहाँ गाईको मासु यहाँ पाउँदो रहेछ हो यहाँ ए गाईको मासु चाहिँ कस्तो लाग्यो थियो नि त ओभर पार्क एकदम राम्रो लाग्यो ओभर पार्क जस्तै लाग्यो इन्टरभ्यू लिने भाइहरू इन्टरभ्यू दिने भाइहरू गाई मिल्छ ओभर पार्क जस्तै लाग्यो अरे यहाँ सर के
म भिडियो बनाउँदै दौडेछु स्पिड र स्पिड रङ नदिएको भए त नभ्याउनै थियो। कता जानु पर्यो दाइ अब हामी कहाँ नेभिगेटरले कहाँ देखाइरहेको छ यार कहाँ गए हम यस पछाडि त गीतै आउँदैन। ए दाइ यो धान रोप्न जाने हो र यो तपाईँको यो हामी त यो भाइ यो त के भन्नु पुरै सबै पशु हिँडेको मात्रै पाइला छ त यार। खै तपाईँको यो जिपिएसले चेक गरौँ त दादा एकचोटि के गर्ने अन्तिममा पनि भाइकै म्यापमा झन् उताउँदो रहेछ झन् छेउताउँदो छ। होइन हो दाइ यो त बाटो छैन जस्तो छ हो दाइ ए लास्टै भयो त धनियाँ त दल्दा छ यार हो देखाउनु चाहिँ त्यही हो अब त्यही नजिकै छ हाम्रो जाने कम्पनी पनि देखिहाल्यो हेर सर्ट कम्पनी त त्यही रहेछ त्यहाँ न त्यहाँ पानी नि पर्यो दाइ के गर्ने दाइ के गर्ने भन ल भाइलाई छोडिदियो भाइले के डिसिसन लिन्छ भनेको खोइ दाइ खुवाइ खुवाइ गरे हौ यत्रो हिलो टाँसिसक्यो अब यहाँबाट उता त झन् खेतै छ कहाँ यत्रो आराम मलाई अब ऊ त्यहाँ हाँस हिँडिरहेको त दाइ हाँस त्यस्ता हाँसलाई लात्तले मारेर लगेर बनाएर खानुपर्छ भाइ अब सिकारी दाइ चाहिन्छ यहाँ सिकारीले त के को सिकारी लास्टमा गाडीले हानेर मरेको पो लग्यो अरे त होइन होइन पर्दैन ए हुँदैन दाइ होइन केही हुँदैन कि मलाई बोका भन्नुभयो ल आउनु म बोक्छु कि म बोकाउँ तपाईँलाई अब त्यहाँ यत्रो पर्खाल लाहा कहाँ हो के हो दाइ तपाईँको म्याप त्यसै त गर्नुको ड्याम झन् कति किलोको भयो दाइ यो Don't touch in there. यो त लास्टै भयो दाइ यार यो त भएन दाइ यार तपाईँ मेरो भाइ बरु क्या बरु झारमै हिँड्नु ठिक थियो यहाँ भन्दा त हेर त जानु त उतैबाट त्यो ढिस्कु त्यहाँ छ क्या छोटो उयो छ हाइवे निक्लिन्छ अब थाहा मलाई छ हाइवे छ रनिङ हाल्नु भयो कि ल झन् माटो टिप्दै हिँड्दो रहेछ कि यसले है घाँसमा यस्तरी नि कोही हिँड्छ अब हिँड्नु त प्रवीण राज लिएर हेर्नु नि दाइ झन् केही भन्यो त आफ्नो दादाको आइफोनले यो मेरो आइफोन खालिदिने हो ठिक छ नि दाइ हामी ठिक ठाउँमै छौँ नि हामी जुत्ता मात्रै ठिक छैन अनि हामीले एडिडास लाएर भद्दायो अनि एडिडास त यहाँ त
रोमनी आउनेहरूले विचार गर्ने एक गम्बुट पनि बोकेर आउने ज्याकेट मात्रै बोक्नु भन्छन् हामी चाहिँ एउटा गम्बुट बोकेर आउनु रिकमेन्ड गर्नु पर्यो होइन र हिलोमा हिँड्नलाई एउटा गम्बुट चाहिँ नि ल्याउनुहोस् है मित्रहरू हामीले दुःख पायौँ तपाईँ दुःख नपाउनु गम्बुट लिएर आउनु गम्बुट लिएर हिँड्नु एउटा सिजन मात्रै हो यो पानी झरीको समर सिजनमा चाहिँ गम्बुट चाहिँदो रहेछ ठुलो खालको ज्याकेट एउटा रेनकोट पछाडिबाट गम्बुट नबिर्सी ल्याउनु होला है मित्रहरू भदा अब ट्र्याक्टरले भन्दा बढी माटो फाल्दै होइन मेरो भाइ यार त्यो बाटो यहाँ एउटा पिच रोड हुनुपर्ने हो त्यो ढिस्कुरो त ठ्याक्लाइको हो नि त नागो हजुर के भयो कता जानु ए ऊ त्यो ढिस्कुरामा मिसिनु पर्ने हो त्यही त जाम्न त यो खेत भागेर यो चाहिँ अब अन्तिम भ्लगको अन्तिम अब यो जुत्ता पखालै कार्यक्रम खेतको आली लगाएपछि हातखुट्टा धुन्छ नि लास्टमा यो अमनको फार्म र खेतबारीमा आयो नि दाइ अब पुग्यो नि दाइ अमनले अब हामीलाई खोइ त्यो वास्तै गरेन उसकै फार्मबाट हिँड्नु नि दादा आउनु त्यो यसो चिसो खानु चिसो तातो के छ सोधेन त्यसका कामदारहरू पनि कस्तो खालका कम्तीमा यसो हुन्छ नि त ल है साउको साथीहरू हुन् भनेर छैन के एउटा यसो रेस्पोन्स छैन अमने दागा पखायो त तिमीलाई त्यो फार्मको बाटो हिँड्नु हामीलाई केही नगरे भनेर भन्नु पछाडि त्यसले आइपुग्यो अब त्यही त हो अब पुग्यो नि दाइ सर्टकट बाटो अझै आइफोनको जिपिएस त झन् पुग्यो होला नि अब त भयो यो आइफोन मात्रै यसरी भुत्याउनु यो फोनले त थाहा भएर नै यो बाटो नदेखाएको रहेछ क्या मलाई त्यही त आउने तर कुन चाहिँले भन्थ्यो यसको जिपिएस र उस तगडा छ भन्थ्यो हो रहेछ क्या माने अहिले त प्र्याक्टिकल्ली भोगियो नि त ए जेठान साहब के हुँदैछ यहाँ बुढाले के गर्दैछ त्यहाँ के अन्डा चोर्दै के होइन ती क्रियाकलाप हुँदैछ अन्डा चोर्दैछ